नमस्कार दर्शकवृन्द। अहिले यो 21औं शताब्दी हो भन्छन् हैन, कलियुग आइरहेको छ भन्छन्। यता कता हेर्दा मानिस सायद परोपकारी मानिस भेटिन बिरलै समस्या छ। सबै बिहान धेरै मान्छेहरू आज कसलाई ठग्ने अथवा आज कुन स्वार्थ लिने भन्ने कुरा नै सोचिरहेको यदाकदा जताततै हामीले देख्ने गरेका छौँ। केही मात्रै त्यस्ता मान्छेहरू हुन्छन् जो आज कसैको भलो गर्नुपर्छ, कसैको उपकार गर्नुपर्छ भन्ने मान्छेहरू कमै भेटिन्छन्। यसै सन्दर्भमा एउटा के म यहाँ कथा जोड्छु भने, एउटा नदी छ। नदीको नजिकै एउटा रुखमा एउटा बाँदरले आनन्द साथ जामुन खाइरहेको हुन्छ। त्यो नदीमा तल गोही छ। त्यो गोही धेरै दिनदेखि केही खान नपाएर भोकाएको हुन्छ र ऊ नजिकै बिचतिरबाट यता छालतिर आएर बाँदरलाई भन्छ, बाँदरजी म धेरै दिन भोकाएको छु, मलाई पनि त्यो जामुन दिनुहोस् भनेर गोहीले भन्छ। र गोहीलाई बाँदरले जामुन दिन्छ र बाँदरले गोहीले मिठो मानेर त्यो जामुन खान्छ। र उसले फेरि खाइसकेपछि भन्छ के बाँदर साथी, तिमी र म साथी बन्न सक्छौँ? बाँदरले भन्छ हुन्छ। के सधैँ यो जामुन खानमा आउन सक्छु? बाँदरले भन्छ हुन्छ, आउन सक्छौ। यसरी सधैँ त्यो गोही आउने, बाँदरले जामुन दिने, खाने दिनचर्या चलिरहेको थियो। र कहिलेकाहीँ उसले त्यो जामुन आफ्नो श्रीमतीलाई पनि गोहीले लैजाने गर्थ्यो, खुवाउने गर्थ्यो र त्यसको श्रीमतीले मिठो मानेर त्यो जामुन खाइरहेकी हुन्थिन्। एक दिन श्रीमतीले आफ्नो श्रीमानलाई, गोही श्रीमानलाई भनेछिन् कि यो जामुन यति मिठो छ, त्यो बाँदरले खान्छ। यति मिठो चिज खाने बाँदरको मुठु झन् कति मिठो होला, मलाई त्यो बाँदरको मुठु जसरी पनि चाहियो भनेर श्रीमतीले श्रीमानलाई भनिन्। श्रीमानले कुरा काट्न सकेनन्। अब कसरी त्यसलाई ल्याएर कसरी मुठो खुवाउने भन्ने कुरा सोच्दै गयो हैन। अनि त्यसपछि ऊ गएर बाँदर साथीलाई भन्यो, बाँदर साथी, आज तिमीलाई मेरो श्रीमतीले एकदम तिमीले पठाएको, सधैँ लगेको जामुन खाएर तिमीबाट खुसी छिन् मेरो श्रीमती, र एकचोटि तिमीसँग भेट्न पाएको भए हुने भनेर भनिरहेकोले आऊ, आज मेरो श्रीमतीले तिमीलाई भेट्ने भनेका छन्, जाम भनेर बाँदरसँग भन्छ। र गोहीको कुरा मानेर साथी न पर्यो भनेर ऊ ओके हुन्छ र गोहीले आफ्नो ढाडमा राखेर बाँदरलाई आफ्नो श्रीमती कहाँ लैजाँदै गर्दा घर नजिक पुग्दा अब जसरी पनि बाँदरलाई त मार्नु पर्यो, किनभने उसको मुठु, बाँदर चाहिएको होइन, साथी चाहिएको होइन, उसको मुठु चाहिएको हो हैन। उसले डुबाउन खोज्दा अनि बाँदरले भन्छ के भयो यस्तो भनेर सोद्धा गोहीले भन्छ, साथी मलाई तिमीलाई मार्ने इच्छा त थिएन, तर मेरो श्रीमतीले तिम्रो मुठु खाने विचार गरिन् र त्यो मुठु मैले लिएर मेरो श्रीमतीलाई दिनका लागि मैले तिमीलाई मार्नुपर्ने अवस्था छ, त्यसलाई दुःख नमान भन्दा बाँदरले भन्छ ठिकै यो साथी हुन त हो, तर हेर न, मैले जुन तिम्रो केही छैन, मुठु खाँदा पनि केही छैन, के हुन्छ र साथीको लागि, तर मैले त्यो मुठु त रुखमै राखेर आएँ नि, बरु हिँड, तिम्रो श्रीमतीलाई साँच्चीकै मुठु खाने इच्छा छ भने जाम र त्यो मुठु ल्याएर आम भनिसके पछाडि फेरि गोहीले त्यो बाँदरलाई ल्याएर त्यो रुखसम्म छोड्छ। जब बाँदर त्यो गोहीबाट फुत्किएर रुखमा चढ्छ, त्यसपछि उसले भन्छ, साथी, तिमी त साथीको नाममा कलङ्क रहेछौ, अब मुठु त होइन, तिमीले आजका दिनदेखि जामुन पनि पाउँदैनौ भनेर त्यो बाँदरले गोहीलाई भन्छ। गोही चकित पर्छ र पश्चाताप गर्दै ऊ पानीमा डुबुल्की मार्छ। यहिलेको संसार जति गुण गरे पनि, जति सहयोग गरे पनि मान्छे आखिर स्वार्थको लागि मात्रै लागेको देखिन्छ। यो कथाले यही कुरा यहाँहरूलाई जोड्यो होला र कतै मनभित्र चसक्क पनि भयो होला साथीहरू। त स्वार्थी हुनु ठिक छ यो युगमा, तर यति पनि हदभन्दा बढी स्वार्थी चाहिँ नहुनु होला। हस्, धन्यवाद।